गणितको एउटा रमाइलो संसारमा छौँ। हामी सबैले 3वटा भुजाहरू भएको त्रिभुज त देखेकै छौँ होला। यी के हुन् तपाईहरूलाई थाहा छ? ल हेर्नुहोस् त। मेरो नाम समबाहु त्रिभुज हो। मेरा सबै भुजाहरू बराबर छन् गुरु। चुप लाग। समबाहु हुँदैन, धेरै ठुलो कुरा नगर। मेरा भुजा सबै बराबर नभए पनि मेरा दुईवटा भुजा पनि एक आपसमा बराबर छन्। त्यसैले म समझका त्रिभुज हुँ। दुईटा भुजा बराबर हुनु के कमजोरी हो र? हो त है? हो विषमबाहु। वाउ, तिमीहरू तिनैजना सबै आफ्नो ठाउँमा ठिक छौ। तर तिमीहरू भुजाको आधारमा कोही समबाहु, कोही समद्विबाहु, कोही विषमबाहु हो। तर तिमीहरूलाई थाहा छ तिमीहरूको चिनारी कोणको आधारमा पनि त हुन्छ नि। हुन्छ, आधारमा पनि हुन्छ। मेरा सबै कोणहरू 90 डिग्रीभन्दा साना छन्। त्यसैले म कस्तो कोण भएको त्रिभुज होला, कस्तो नामको त्रिभुज होला? सबै कोण 90 डिग्रीभन्दा सानो भएपछि तिमी त न्यूनकोणी त्रिभुज हो नि। अनि मेरो हेर्नुहोस् त गुरुजी, मेरो एउटा कोण ठ्याक्कै 90 डिग्री। म त एकदम सिधा र ठाडो छु। म के हो? तिमी त मुख्य भइहाल्यो नि। तिमी त समकोणी त्रिभुज हौ। एउटा कोण 90 डिग्री भएपछि त्यसलाई समकोणी त्रिभुज भनिन्छ। मेरो त एउटा कोण 90 भन्दा ठुलो छ, तर 180 भन्दा कम छ। म कुन त्रिभुजमा परेँ त? तिमी त एकदमै ठुलो कोण भएको अधिकोणी त्रिभुज हो नि। हो गुरुजी, ठिक भन्नुभयो। तपाईँले ठिक भन्नुभयो। भुजाको कथा त सक्यो, अब आयो कोणको पालो। ल सबैजना बिचमा आउनुहोस् त। भुजाको आधारमा फरक भए पनि, कोणको आधारमा पनि फरक भए पनि आखिरमा त तिमीहरू के छौ त? हामी त्रिभुज हौ। अनि तिमीहरूलाई एउटा कुरा थाहा छ? के हजुर? तिमीहरू भुजाको आधारमा समबाहु, समद्विबाहु, विषमबाहु, कोणको आधारमा न्यूनकोणी, समकोणी र अधिकोणी भए पनि तिमीहरूको योगफल भित्री कोणको योगफल चाहिँ सधैँ कति हुन्छ थाहा छ? 180।